जापानमा चाहिँ यस्तो बुढो भए पनि काम गरिदिने के यो चाहिँ 84 इयर्सको 84 वर्षको हजुरआमा हुनुहुँदो रहेछ होइन यस्तो अवस्थामा नि काम गरिदिने के हिँड्नै मुस्किल परिरहेछ बडीले नै साथी रहेछ छैन तै पनि काम गर्न चाहिँ नछोड्ने पहिलेदेखि काम गरिरहेको बानी भएर अनि चेनै नतोडेको कि त्यो काम गर्ने त्यो डेली रुटिन हुन्छ नि ब्रेड प्रिपेयर गर्न लागेको रहेछ अहिले चाहिँ प्याज सबै आफैले गरेछ कसैको हेल्प पनि लिएको छैन अरे अविश्वसनीय के भन्छ अनबिलिभेबल अब पसल खोल्ने बेला भयो सबै सटर पनि आफैले अरूको भरै नपर्ने कि जापानिज कल्चर चाहिँ फेरि जापानिज कल्चरमा चाहिँ अरूको भरै नपर्ने सबै आफैले कसैले गर्देला कसैले सहयोग गर्ला भन्छ हैन पहिला आफू गर्ने अनि सक्दै सकेन भने अनि अन्तिम अवस्था मात्रै अरूलाई बोलाउँछ के पान सप रहेछ मतलब ब्रेडहरूको पसल रहेछ ब्रेड अब धेरै टाइपको हुन्छ नि त कस्टमर आएको जस्तो रिकमेन्डेसनありがとうございました。ありがとうございます。またよろしくお願いします。